कति वर्षपछि आए भाइ म आफै जन्मेको माइत आफै जन्मेको जन्मभूमि चिराएर आइपुगे म पढेको स्कुल पहिला पढेको स्कुल यो रिप हटे वहाँ पारी छ है भाइजू नमस्ते बुढो घर हेर्न मन लाग्यो क्या बुढो घर हेर्न आएको अट्याएको अट्टे गरे बुढो घर हेर्न जाऊँ भनेर माथि छर्नको माथि छर्नको आमा ए हजुर अघि तपाईँले देख्नुभएको स्कुल त्यही पढ्नुहुन्थ्यो र पहिला हामी त्यही पढ्थ्यो नि त जाने मैज भोलि बिहान सबै जाने ए पर्दैन अनि आमा चाहिँ उता सर्नको कुन आमा त्यही घरको साइडको आमाहरू के अनुपमाहरू कहाँ सर्नी छ सरेको नि त्यही हुनुहुन्छ ए यो झारको आमा नमस्ते हिजो अहिले आउनुहुन्छ मामा टास्कमा बिजी हुनुहुन्छ आमा मात्र बुढो भए नमस्ते सन्चै छ त्यही भनेर आएको नि हेर्न मन लागेर फाइनल्ली आइपुग्यो नफङ्गाल नि त्यसरी मामालाई नमस्ते नि गरिदिनौ मामालाई नमस्ते न ए मानी मेरो जन्मभूमि म हुर्केको घर है यो चाहिँ फाइनली हुर्केको घरमा आइपुग्यो बुता चित्त कस्तो कालो भन्छ हजुर खोइ फर्किँदा त अँडेर हुन्छ होला कि थाहा छैन अब कालो कालै भएको छ थ्याङ्क यू ए यहाँ त जम्मै भर्की छ है ए फेरि बनाउने यसलाई यो घर भर्की पुरानो घर हेर्न भने अट्याएको अट्याइ गरेर म दिनभरि सुतिछु बल्ल उठेर आएको छु बाबालाई खतरनाक जाने न माथि आउँदै छ यताको घर उताको घरको छत जोड्या छत जोड्या भयो आयो कसैलाई चलो खोप कतै पुन्टालाई आउला फाइनली जन्मेको घर आइपुग्यो हेर्नु न आमा म हुर्केको घर है साथीहरू आउँदैन